मुसो हौ टेस्ट चाहिँ खतरा हुन्छ है लोकल भनेको लोकलै हो क्या अब चाहिँ यो पनि लम्बो पाटो फोर विथ इस्कुस एकछिन म लगाइदिनुपर्छ होला हौ नि टाउजर लाग्छ नि गुड मर्निङ मेरो दिनको सुरुवात चाहिँ भइसक्यो है तातो पानीबाट अब चाहिँ सुरु गरौँ है चिसो बढ्न थाल्यो अब बिस्तारै बिस्तारै हैन म चाहिँ अब एयरपोर्ट जानु लागेको तर बाहिर चाहिँ एकदम पानी परेर बिजोक छ कसरी गएर चाहिँ म आउने हो थाहा छैन है दिनको हालत यस्तो छ कसरी पुगेर आउने होला पानी परेर त बिजोक छ त हौ आमा सर चाहिँ आउँदै हुनुहुन्छ अरे झोला छ भन्दैन थियो म अलिमासतिर छु तर एयरपोर्ट यो चाहिँ डोमेस्टिक होइन पहिलाको भन्दा कति राम्रो बनाएको अनि आज चाहिँ फेरि पानी परेर होला यस्तो राम्रो भ्यूहरू देखेको छ कि फुलहरू होइन हरियाली यस्तो दामी देखेको यो चाहिँ इन्टरनेसनल यता चाहिँ अनि यो चाहिँ डोमेस्टिक अहिले त डोमेस्टिक अराइभल पनि खतरा दामी देखिन्छ है हाम्रो सर चाहिँ पर आउँदैन छ भारी बोकेर यहाँनिर आउँदैन छ ल भारी बोकेर आउँदैन त बिचार म जाउँ भनेको त फेरि यत्रो पानी परेर चिसो चिसो हो नि त त्यही भएर म यतै वेटिङ गरिरहेको आउँदैन हेलो सर क्रस गर्नु न यहाँनिर क्रस गर्नु न आउनु न क्रस गर्दा हुन्छ ए म आउनु म यहाँ भिडियो बनाउँदै थिएँ कि त्यही भएर ल म फर्किन्छु ल सरलाई वेलकम यहाँ लिन आएको भारीसँग अरे तर कस्तो राम्रो बनाएछ नि एयरपोर्टहरू ल यहाँनिर राख्नु भारी राख्नुहुन्छ हामी चाहिँ यहाँनिर भारी खन्काउँदै गरेको आमा पानीले चुन्छ होला नि ल म हजुरको पठाऊ कति दिने हो मलाई पैसा पठाउको अहिले चाहिँ यहाँनिर पानी चिसो चिसो तर कस्तो मौसम राम्रो भएको छ नि फुलहरू कति धेरै भएको राम्रो भएको छ जस हाम्रो एयरपोर्ट ल सरलाई अब हामी चाहिँ घर फर्किनु लाग्यो म सरलाई लिन आएको ल अब निस्केको एयरपोर्टको गेटबाट बाहिर हामी कस्तो धुलो मुलो छैन कि अहिले चाहिँ आनन्दै छ है बाटोमा हिँड्दै गरेको हामी पानी परेर खल्ला चिसो चिसो छ रास्ताको एकदम पानी परेर हो फेरि ऱ्याङ्कर ओर्नु पहिला अवस्था त्यही भएर हामी चाहिँ यहाँनिर सिनेमङ्गल घुम्न बुढाबुढै फेरि ऱ्याङ्कर पेटाउनु गर्छु बाटो चाहिँ धुलोमुलो छैन रमाइलो चाहिँ रमाइलो हिँड्नलाई छैन तर अब स्कुलहरू अफिस हिँड्नलाई चाहिँ एकदम गाह्रो भएको छ है धेरै पानी परेर चाहिँ ओभर हुँदो रहेछ कि अति अति जाडो बढ्यो जाडो ल अब हामी चाहिँ यहाँनिर घर आइपुगेको सरलाई लिएर घरमा पानी परेर बिजक छ यहाँनिर हेरौँ भिजेर यस्तो ल धन्यवाद पठाउने मेरो पठाउने मेरो पठाउ आउनेछ है ठुलो सरलाई पनि घर ल्याइयो है ल्याइयो यहाँ हेरौँ धारी चाहिँ एक ओठ तानु 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 अनि बिनु यहाँ चिया बनाउँदैछ यहाँ भिडियोमा यही ठाउँ हामी चाहिँ जाडो महिना भएन यस्तो मिठो चिया खाने है हामी चाहिँ भयो नि धेरै आयो ओइ आयो लुगा सुगा परेछ हौ यो चाहिँ के हो
ल ठिक छ ललिपपले इलामको स्पेसल चाहिँ यो है फेरि कोसेली छुर्पी पनि आइपुगेछ यहाँ चियाको पोका आइपुग्यो यहाँ सकिएको थियो ठिक्क सकेको थियो नि मिलो ला खोर्सानी आइगयो तर पिलित्तै भइगएछ है विशेष घरको सिमी एकछिन म लगाइदिनुपर्छ होला हौ नि टाउजर लाग्छ नि ए ठिक छ ल आमालाई खुसी लागेछ खुसी लागेछ ल सोधौँ त अरू के सोध्नुहुन्छ यहाँ आइपुग्नु भयो बल्ल अनि नाना खोइ सन्ध्या खोइ नानाहरूलाई त सोध्नु भएन त नि सब ठिक छ नाना सन्ध्या है गुड छ अब चाहिँ म खाना बनाउनलाई तयारी आज चाहिँ म यहाँ पोर्क अनि इस्कुस बनाउँछु अनि आज चाहिँ सरले यता सिमी पनि ल्याउनु भएको छ अब यो सिमी पनि थोरै बनाउँछु अनि अब चाहिँ मेरो कुकिङ स्टार्ट यहाँबाट यहाँ मैले चाहिँ हरियो इस्कुससँग बनाउँदैछु पोर्क बेसार लाग्यो यो हरियो इस्कुसले खाइदिए जस्तो छ हौ उहाँले नै भएन त फेरि सेतो सेतो पो भएछ ल मेरो चाहिँ यहाँनिर सिमी पनि पाक्यो है अब चाहिँ यो पनि लगभग पाक्यो पोर्क विथ इस्कुस ल अब चाहिँ आमाको लागि माम रेडी आयो है आमा आयो ल आमाको टेबल सेबल रेडी भइसक्यो अब माम खाने पालो ल यो दाल सल लगाइसक्नु आमाले अब यो चाहिँ घरको खोर्सानी आमा हरियो डल्ले त्यो बोडी पनि घरैको हो नि आमा नानाले पठाइदिनु भएको रे हेमले हड्डी परेछ सिमी मिठो छ आमा मिठो छ घरको सिमी नि कति मिठो हुन्छ इलामको इलामको खोर्सानी टोकाइ त आमाको डर पिरो छ होला है आमा हाम्रो आमालाई चाहिँ अचार भन्दा नि डल्लो खोर्सानी चाहिँ टोक्न मन पराउनुहुन्छ टाङ्गा मासु राखिदिएको मान्छे चाहिँ यता है फेरि कोही मासु देखाउने यहाँनिर मिठो छ माम खाने म बिगेस्ट क्रन्च गर्छु म सबैजनालाई खाइसके अब चाहिँ मेरो पालो है आज चाहिँ घरैबाट लिएको सिमीहरू पकाइदिएको यो पोर्क
यो चाहिँ रातो दाल। अब मेरो पालो हैन खान लागेको ल। म चाहिँ यो चाहिँ लोकल राइस हो है। बुसो यो चाहिँ बाँकी रहेको खटाङको लोकल पोर्क। वाउ टेस्ट चाहिँ खतरा हुन्छ है। लोकल भनेको लोकलै हो क्या। डल्ले खोर्सानी खाँदैन तर लास्टै पिरो छ है। यो चाहिँ खतरावाला। यो चाहिँ आज घरबाट आइपुगेको ल। कडा छ है खोर्सानी। दामी। स्वादै फाल्टो क्या। खोर्सानी चाहिँ कडा